नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौँ नेकपाले संसदीय दलको बैठक बोलाएको सम्बन्धी प्रसङ्गबाट। नेपाल कम्युनिस्ट पार्टी नेकपाले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपाले बैठक बोलाएको हो। आगामी रणनीति तय गर्न र अनौपचारिक छलफलमा सांसदहरूलाई बोलाएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभएको छ। प्रमुख सचेतक गुरुङका अनुसार बैठकबाट संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्नेछ। नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले पनि अपराह्न 4 बजेको लागि संसदीय दलको बैठक बोलाएको बताउनु भएको छ। नेकपाले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई नेता चयन गरिसकेको छ। त्यस्तै ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रूपान्तरण प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। जनता समाजवादी पार्टी नेपाल मिथिला बिहारी नगर कमिटीले मंगलबार मिथिला बिहारी नगरपालिका वडा नम्बर 4 रमौलमा आयोजना गरेको मस्जिद शिलान्यास तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले राज्यको उपेक्षाको शिकार भई समाजमा पछि परेका वर्ग समुदायलाई मूलधारमा ल्याउन प्रदेश सरकारले सामाजिक रूपान्तरणको अभियानलाई अघि बढाएको बताउनुभयो। प्रदेश सरकारले सञ्चालनमा ल्याएको बेटी पढाऊ बेटी बचाऊ साक्षरणको व्यवस्थाले सामाजिक रूपान्तरण भई सदियौंदेखिको विभेदमा परेका वर्गलाई राज्यको मूलधारमा ल्याउने विश्वास व्यक्त गर्नुभयो। नवप्रवेशीहरूलाई स्वागत गर्दै मुख्यमन्त्री राउतले जसपाकै नेतृत्वमा मूल शान्ति, स्थायित्व र विकासमा फड्को मार्ने उल्लेख गर्नुभयो। जसपा नगर संयोजक सीतादेवी यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मिथिला बिहारी नगरपालिकाको विभिन्न वडाको करिब 400 नेता कार्यकर्ताहरू नेपाली कांग्रेस र नेकपा परित्याग गरी जसपामा प्रवेश गरेका छन्। कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, पार्टीका केन्द्रीय सदस्यहरू दीपक कार्की, महाजन यादव, साधु यादव, चमेली देवीदास, रेणु झा, सुरेन्द्र मण्डल, जिल्ला अध्यक्ष पशुपति यादव लगायतको उपस्थिति रहेको थियो। सोही अवसरमा मुख्यमन्त्री राउतले मस्जिदको शिलान्यास समेत गर्नुभयो। जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले काम चलाउ सरकारले असंवैधानिक तरिकाले नियुक्त गर्दै हिँडेको आरोप लगाएका छन्। महोत्तरीको मटिहानी नगरपालिकामा नवनिर्मित कलात्मक घण्टाघरको उद्घाटन गर्दै अध्यक्ष यादवले संसद विघटन भई निर्वाचनको मिति समेत घोषणा भइसकेको अवस्थामा नियुक्ति गरेर असंवैधानिक काम गरिरहेको बताउनुभयो। आउँदो वैशाख 17 र 27 गते निर्वाचन नहुने दावी उहाँले गर्नुभयो। केपी शर्मा ओलीले स्वेच्छाचारी तरिकाले सरकार सञ्चालन गरेर तानाशाह प्रवृत्ति देखाएको उहाँले भन्नुभयो। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी नपचेर ओलीले संसद विघटन गरेको दावी अध्यक्ष यादवले गर्नुभयो। दुवै मुलुकको संवेदनशीलतालाई बुझेर तत्काल सीमानाका खोल्न पहल गर्नुभएको छ। बाँसको ढाट लगाएर कोरोना रोकिन्छ उहाँले भन्नुभयो। 12मा कोरोना भाइरस आउँछ कि यसतर्फ चासो नलिएको आरोप मुख्यमन्त्री राउतले लगाउनुभयो। नेपाल भारत बीच अटुट सम्बन्ध रहेको जिकिर गर्दै यसलाई कुनै सरकारले तोड्न नसक्ने दावी गर्नुभयो। तत्काल सीमानाका खुल्ला गरेर दुवै देशका नागरिकलाई आवत जावत सहज गरिदिनुपर्ने धारणा राख्नु भएको थियो। थोरै मात्रामा दैनिक उपभोग्य वस्तु ल्याउने सर्वसाधारणलाई प्रहरी प्रशासनबाट दुःख दिने कार्य प्रदेश सरकारले स्वीकार्य नगर्ने मुख्यमन्त्री राउतले प्रश्न पार्नुभयो। 35 लाखको लागतमा मटिहानी नगरपालिका वडा नम्बर 8 मा कलात्मक घण्टाघर निर्माण गरिएको छ। नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको घण्टाघरमा अति आधुनिक उपकरणहरू जडान गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल नेपाल समूहका नेता नारायण काजी श्रेष्ठले नेपालमा कम्युनिस्ट पार्टीको अनुपम उपलब्धिमाथि विसर्जनवादीबाट हमला भएको बताएका छन्। देश विदेश प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरूले विस्तारवादी सोचबाट कम्युनिस्ट आन्दोलनको उपलब्धिलाई समाप्त गर्न र कम्युनिस्ट पार्टीलाई तोड्ने षड्यन्त्र गरेको आरोप लगाउनुभयो।
संविधानलाई कार्यान्वयन गरी नेपाली जनताको जीवनमा प्रत्यक्ष रूपमा परिवर्तन र समाजको आधार निर्माण गर्ने बेलामा संविधान र लोकतन्त्रमाथि विसर्जनवादी सोचबाट आक्रमण भएको उहाँले बताउनुभयो। महोत्तरीको बर्दिवासमा आधारशिलाको 18औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै श्रेष्ठले कम्युनिस्ट पार्टीकै प्रधानमन्त्रीबाट संविधान र लोकतन्त्रलाई समाप्त गर्ने असंवैधानिक प्रतिगामी कदम चालिरहेकोले कम्युनिस्ट पार्टीमा वैचारिक स्खलन भएको बताउनुभयो। असंवैधानिक तवरले जनताको प्रतिनिधि संस्थालाई भङ्ग गरिदिएकोले प्रतिगामी शक्तिलाई असफल पार्न संविधान र लोकतन्त्रको रक्षाका लागि संयुक्त सङ्घर्षको आवश्यकता रहेको बताउनुभयो। नेपाली काङ्ग्रेस संयुक्त सङ्घर्षका लागि तयार नभए पनि अन्य दल र नागरिक समाजसँग नेकपा संयुक्त सङ्घर्षलाई अगाडि बढाएको छ उहाँले भन्नुभयो। कम्युनिस्ट आन्दोलनमा सहयोग गर्नेहरूलाई आधारशिलको 18औं वार्षिकोत्सवको अवसरमा सम्मान गर्दै नेता श्रेष्ठले आफैलाई कम्युनिस्ट बनाउन महोत्तरीमा आधारशिला स्थापना गरिएको बताउनुभयो। पार्टीमा लागेर पद मात्रै पुग्नेहरू कम्युनिस्ट हुन नसक्ने बताउँदै श्रेष्ठले पार्टीमा सङ्गठित भएर सक्रिय हुने र भौतिक रूपमा पार्टीप्रति समर्पित हुने मात्रै कम्युनिस्ट बन्न सक्ने बताउनुभयो। कम्युनिस्ट पार्टी चन्दा मागेर चल्दैन, श्रम अनिवार्य गर्नै पर्ने हुन्छ उहाँले भन्नुभयो। नेपाली किसानले उखु नदिएपछि सर्लाहीको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने महालक्ष्मी चिनी उद्योग गोडताले भारतबाट उखु ल्याएर क्रसिङ गरिरहेको छ। उद्योगले एजेन्ट मार्फत नगद तिरेर अवैध किसिमले भारतबाट उखु ल्याएर क्रसिङ गरेको, तर आफूहरूको उखुको भुक्तानी गर्न कुनै चासो नदेखाएको स्थानीय किसानहरूले गुनासो गरेका छन्। नेपाली किसानको भुक्तानी नदिने तर भारतबाट आयात गर्ने त्यस्ता उद्योग र उद्योगीहरूलाई कारबाही गरिनुपर्ने आवाज उठ्न थालेको छ। तर उद्योगका प्रशासनिकीय प्रावधान वीरेन्द्र कुमार श्रीवास्तवको अर्कै भनाइ छ। उनले अब उखु किसानको भुक्तानी नियमित बनाउने बताएका छन्। उनले नेपाली उखु कम भएपछि भारतबाट ल्याएर उद्योग सञ्चालन गरेको बताएका छन्। भारतीय उखु नेपाली उखुको भन्दा सस्तो मूल्यमा पाइने भएकाले उद्योगले स्थानीय किसानले उत्पादन गरेको उखु प्रति व्यवस्था गरेको गोडैताका एक उखु किसानको भनाइ छ। उद्योगले जतासुकैबाट उखु ल्याए पनि पहिलो प्राथमिकता स्थानीय किसानलाई दिनुपर्ने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिल मुनि मैनालीले बताउनु भएको छ। एक साताको फरक राखेर कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा 12 को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ। बोर्डले 2078 सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा 12 को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो। बोर्डका उपाध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले परीक्षाको लागि आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र औपचारिक परीक्षाको कार्यतालिका बारे औपचारिक रूपमा निर्णय गरिने जानकारी दिनुभएको छ। हाल दुवै तहको परीक्षाको लागि बोर्डले विभिन्न चरणको काम गरिरहेको छ। बोर्डको यो तयारी कार्यान्वयन हुन सके विद्यार्थीको शैक्षिक सत्रमा 2-3 महिनाको हाराहारीमा मात्र क्षति हुनेछ। विगतका वर्षमा चैतमा एसईई र वैशाखमा कक्षा 12 को परीक्षा सञ्चालन गर्ने गरिएको थियो। एसईई का लागि देशैभरिका विद्यार्थीले रजिस्ट्रेसन फारम भर्ने म्याद फागुन 6 गते सकिएको छ। हाल जिल्ला जिल्लामा विद्यार्थीको अभिलेखीकरण गर्ने कार्य भइरहेको जानकारी बोर्डले दिएको छ। सबै विद्यार्थीको विवरण यकिन गर्न चैतसम्म लाग्ने आकलन गरिएको छ। त्यसपछि मात्र आगामी वर्ष एसईई दिने विद्यार्थीको सङ्ख्या यकिन हुनेछ। यसपटक कोरोना भाइरस संक्रमणका कारण विद्यार्थीको सङ्ख्या घट्न सक्ने प्रारम्भिक आकलन गरिए पनि त्यसको निधो हुन सकेको छैन। सरकारले एउटा विद्यालय छोडेर अर्को विद्यालय गएको विद्यार्थीलाई लक्षित गरी यसपटक कक्षा 10 मा समेत स्थानान्तरणको सुविधा दिने निर्णय यसअघि नै गरिसकेको छ। रेलमार्ग पीडित सरोकार समिति निजगढले मङ्गलबार 12 को प्रमुख जिल्लाधिकारी दीपकराज नेपाललाई बस्तीबाट रेलमार्ग निर्माण नगर्न ज्ञापन पत्र बुझाएका छन्। मेची महाकाली रेलमार्गको डीपीआर तयार गर्न निजगढ हेटौडा भरतपुर खण्डको
सर्वे गर्ने क्रममा निजगढ नगरपालिका क्षेत्रभित्र घना बस्ती, धार्मिक तथा ऐतिहासिक स्थल र उद्योग सहित खेतीयोग्य उर्वरा भूमि समेत विनाश हुने गरी रेल मार्गको सर्वे भएको हुँदा त्यसो नगर्न प्रमुख जिल्लाधिकारी नेपाललाई ज्ञापन पत्र बुझाएको रेलमार्ग पीडित सरकार समितिका संयोजक जतिलाल श्रेष्ठले जानकारी दिनुभएको छ। रेल विभागले हाल गरिरहेको सर्वे अनुसार रेलमार्ग निर्माण हुने हो भने निजगढको पहिचान नै गुम्ने अवस्था उत्पन्न हुने देखिएकोले निजगढवासीले यस अघि हुँदै गरेको सर्वे कार्यलाई अवरोध गर्दै रोकेको थियो। निजगढ नगरपालिकाको समन्वयमा नगरपालिकामा प्रभावित क्षेत्रका सरकारवाला स्थानीयवासी, जनप्रतिनिधि, रेल विभागका सिनियर डिभिजन इन्जिनियर सहितको प्राविधिक टोली, कर्मचारी र परामर्शदाता बीच भएको छलफलमा विभिन्न विकल्पहरूमाथि छलफल गरी निजगढ नगर क्षेत्रको विनाश नहुने गरी निजगढ नगरपालिकाको प्राविधिक समेत सहभागी गराई स्थानीय बासिन्दा बीच समन्वय गरी रेलमार्गको सर्वे गर्नुपर्ने सहमति भएको थियो। सहमति स्थानीयहरूले बकैया खोला गरी पश्चिम किनाराबाट सो रेलमार्ग निर्माण गर्नको लागि पहल गरिदिन प्रजीय नेपाललाई ज्ञापन पत्र मार्फत आग्रह गरेको छ। प्रमुख जिल्लाधिकारी दीपक राज नेपालले मानव बस्ती भएर खेतीयोग्य जमिन लगायतको अन्य ऐतिहासिक पुरातात्विक महत्त्वको क्षेत्र संरचनाहरूलाई कुनै समस्या नआउने गरी रेलमार्ग बनाउन सरकारवाला निकायहरूसँग पहल गर्ने बताएका छन्। यसअघि रेलमार्ग सरोकार समिति निजगढले निजगढ नगरपालिकालाई पनि ज्ञापन पत्र बुझाइएको रेलमार्ग पीडित सरकार समितिका सह संयोजक विष्णु खड्काले जानकारी दिनुभएको छ। विश्वभरमा 8 करोड 82 लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। बुधबार बिहानसम्ममा 8 करोड 82 लाख 9,503 जना संक्रमित भएको कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वभरमा 11 करोड 26 लाख 25,227 जना कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 24 लाख 94,824 जनाको मृत्यु भइसकेको छ। हाल विश्वभरमा 2 करोड 19 लाख 20 हजार भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 2 करोड 88 लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 1 करोड 92 लाख 6 हजार भन्दा बढी निको भएका छन् भने 5,14,730 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1 करोड 10 लाख 29 हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 1 करोड 7 लाख 24 हजार भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,56,598 जना पुगेको छ। नेपालमा हालसम्ममा 2,73,666 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2,70,068 जना निको भएका छन्। यहाँ कोरोनाबाट 2,065 जनाले ज्यान गुमाइसकेका छन्। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।